हे कृष्ण आज रामनवमी जगन्नाथ प्रेमानंदी ये क्या हुआ अच्छे बुबुको भिडियो सब छ है बेडसिट चाहिँ दामी सुहाउँछ नि त यतिको चाहिँ चियाबारी छ माथि चाहिँ मेन ल गाइज वेलकम टु माई न्यू भ्लग होइन आज चाहिँ हामी केटाहरू चाहिँ रामनवमीको दिन चाहिँ लुगा धुनु जाँदैछु हो धारामा केटाहरू चाहिँ यहाँ छ होइन टक्कै बाल्टी साल्टी बोकेर झट्टै हाम्रो पिसी चाहिँ यता छ अब त्यस्तो अब यहाँबाट केटाहरूले के किन्छ होला हो टक्कै हामीले चाहिँ यहाँबाट होइन अब हल्का चाहिने सामानहरू किनिसकेको छ हो केटाहरू चाहिँ जाँदैछ आज चाहिँ हामी 3 भाइ मात्रै छु है हाम्रो अड्डा सट्टाको यो चाहिँ समाज घर हो यहीँ हुन्छ हाम्रो प्रोग्रामहरू अनि धारा चाहिँ अब यो बाटो धारा चाहिँ टाढो छ यहाँबाट चाहिँ झन्डै 2 किलोमिटरहरू छ होला धाराको चाहिँ 2 किलोमिटर छ धाराको बाटो चाहिँ होइन किन जाँदैछ अब हाम्रो चाहिँ धाराको बाटो चाहिँ धारा जाने बाटो चाहिँ यही हो होइन तेर्सो टक्कै यो चाहिँ ह्याप्पी भ्यालीको तेर्सो भनौँ न टक्कै पिजी चाहिँ यता छ होइन यो पल्लो चेपमा छ हो यहाँ चाहिँ हाम्रो केटाहरू चाहिँ जाँदैछ यस्तो छ होइन भ्यू चाहिँ यहाँ बुबु चाहिँ टक्कै लुगासुगा बोकेर होइन बुबु यहाँको भ्यू चाहिँ यस्तो छ होइन हामी यो बबी छ नि बबी यो बबी चाहिँ यतैतिर बस्छ हो डेटिङ नि यो तल छ हौ धारा चाहिँ यसको मुनि छ यो छ होइन यसको तल गहिरोमा छ धारा चाहिँ हो यो छ दार्जिलिङमा चाहिँ होइन बस्नै साह्रो लुगाहरू पनि यहाँ पुग्नु पर्दैन एक देश होइन कति कष्ट गर्नुपर्छ भन्नु न लुगा धुनु जाँदा त केही छैन आउँदाखेरि पो हुन्छ त है हामी चाहिँ अब ह्याप्पी भ्यालीको फ्याक्ट्री आइपुग्यो होइन फ्याक्ट्री चाहिँ यहाँ छ हाम्रो यो हो फ्याक्ट्री चाहिँ यो तेर्सो गयो भने हामी तेर्सो गयो भने यहाँबाट सिंहमारी फाटा पुग्छ हो यहाँबाट उकालो मेन रोड निस्किन्छ होइन तर हामी चाहिँ यो ओह्रालो जानुपर्छ टक्कैसँगले यहाँ बाटो पनि अब मजाको बनाइदिएको छ होइन केटाहरू जाँदैछ यहाँ चाहिँ फ्याक्ट्री छ यो चाहिँ फेरि एकदम चलेको फ्याक्ट्री हो होइन टी फ्याक्ट्री के अरे भनिदिउँ त फ्याक्ट्रीको बारेमा यो फ्याक्ट्री चाहिँ 1800 कतिमा बन्नेको होइन आफै यो फ्याक्ट्री चाहिँ पुरानै हो साह्रै फ्याक्ट्री देखाउन 1800 कुनै कति है एक्ज्याक्ट चाहिँ थाहा भएन तर यो ब्रिटिसहरूले बनाएको होइन यहाँ अब टुरिस्टहरू पुरै आइबस्छ होइन यो चाहिँ ह्याप्पी भ्याली भनेर चिन्छ होइन वान अफ द स्पोटै हो यो पनि टुरिज्मको होइन अहिले सायद तपाईँहरूको भाग्यमा छ भने देख्नु सक्नुहुन्छ टुरिस्टहरू हामी चाहिँ त्यो खुँडाबाट आएको त्यो पारिबाट होइन हाम्रो रुम चाहिँ उता छ यसको पारिपट्टि हामी सर्टकट लागिदिनुपर्छ हो यहाँबाट चाहिँ होइन अहिले त्यो माथिबाट आएको यो फ्याक्ट्री चाहिँ अनि त्यो माथिबाट आएको होइन यो रोड चाहिँ अफ रोड छ पुरै हामीमा तर हामी यहाँबाट चाहिँ यता जानु हुँदैन नि फेरि यो छ नि अब सर्टकट हो वेट ओके केटाहरू यो चाहिँ कस्तो छ होला अब भरे यो उकालाउँदा चाहिँ पाप हुन्छ क्या केटाहरू छ चियाबारी यतिको चाहिँ चियाबारी छ माथि चाहिँ मेन रोड छ होइन यस्तै छ यो उकालाउँदा चाहिँ पाप हुन्छ होइन जाँदा त केही छैन उकालोमा चाहिँ फेरि टक्कै यहाँ चाहिँ केटीहरूको हो फेरि हो यहाँ चाहिँ केटीहरूले धुन्छ यो चाहिँ केटीहरूको धाराहरू छ यो चाहिँ केटीहरू हुन्छ हो
अहिले त छैन केटीहरू हाम्रो धारा चाहिँ यहाँ हो यहाँ तल हो कि देख्यो यहाँ तर मान्छेहरू रहेछ पुरै आज चाहिँ हिलो हो आज चाहिँ के हुन्छ कि यहाँ ढिलो हुने रहेछ आज चाहिँ हो अरू बेला चाहिँ प्रायः खाली नै हुन्थ्यो आज चाहिँ पुरा मान्छे रहेछ होइन बाटो यस्तो छ यार पुरै अफ रोड आम्मा यहाँ भिरको टुप्पोतिर छ हो अब साह्रो पर्छ अहिले त के छैन कि आउँदाखेरि चाहिँ माथिको चाहिँ यो के भन्छ यसलाई पार्किङ होइन यस्तो छ हो आम्मा के गर्नु यार यस्तै छ हो जिन्दगी दार्जिलिङमा लुगा धुनु चाहिँ यति बिजोक हुन्छ क्या आम्मा यो चाहिँ तर हाम्रो चाहिँ मेन भर्सेस वाइल्ड जस्तो हो नि हौ बजार देख्न सक्नुहुन्छ बजार भन्दा दार्जिलिङ अब चाहिँ हामी हाम्रो धारा पनि पुग्नु आएको थियो होइन हेरौँ धारामा के छ कस्तो छ अब चाहिँ हामी धारा पुग्यो होइन यो है हाम्रो धारा चाहिँ त्यसो बाटो चाहिँ पुरै अफ रोड त्यो चाहिँ हाम्रो बाटो केटाहरू रहेछ आज चाहिँ धारा देखाउँछु म केटाहरूलाई यो केटाहरूको चाहिँ अवस्था यस्तो छ होइन घाम तापेको यस्तै छ बुबुले चाहिँ अनुहार लुकाइदिएको बुबु गरम भएर हो अनुहार देखाइदेऊ न अन्त आँखा मात्रै हेर न बुबुको चाहिँ फेरि हो यत्तिको हेन्सी छ है हाम्रो बुबु चाहिँ यहाँ चाहिँ केटाहरू धुँदो रहेछ हो हाम्रो पालो चाहिँ कहिले आउने लागिसक्यो बुबु हेरेर मेरो यहाँ भ्युवर्सहरूबाट कोही कन्या छ भने चाहिँ यसो होइन बुबुलाई चाहिँ ल यसो कन्या केटीहरू छ भने चाहिँ बुबुलाई कन्ट्याक्ट गर होइन बुबु इन्स्टाग्राममा नाम के छ भनिदेऊ न म नाम हालिदिन्छु हो बुबुको इन्स्टाग्रामको जो कोही कन्या केटी छ भने चाहिँ बुबुलाई कन्ट्याक्ट गर है हाम्रो यहाँ अब चाहिँ हात ड्रस हराएको छ होइन बुबु यहाँ धाराको लगभग अब चाहिँ 3 घन्टा भयो धाराको चाहिँ 3 घन्टा भइसक्यो हो अहिलेसम्म लुगा धुवाइ चाहिँ छैन म र बुबु चाहिँ खोज्नु जाँदैछु यस्तो छ यार बाटो चाहिँ लुगा धुवाइ छैन अहिलेसम्म किनकि हात ब्रस पनि हराइदिएछ होइन अब कहाँ हात ब्रस हराएछ कि पाउनु भएन अब यी लुगा पनि धुक्छिनँ हो अहिलेसम्म हामीले वेदर यस्तो भइसक्यो यार कसरी नुहाउनु पर्ने त्यो यही छ अब हाम्रो हात ब्रस चाहिँ पाइँदैन हो गाइज अब लुगा चाहिँ त्यही हो साबुन लायो धोबी धुवाइ हुने रहेछ के भन्नु कहाँ झरै झऱ्यो नि झऱ्यो कि भोलि फेरि घाम लाग्नु थाल्यो यार घाम लाग्नु थाल्यो घाम सानो देख्यो बुबु यहाँ एकदमै फेरि खोज्दै गइदिँदैछ अनि यहाँ अब बसेको चाहिँ 3 घन्टा भइसक्यो होइन धारामा 3 घन्टा भइसक्यो अहिलेसम्म लुगा धोएको छैन घाम गइसक्यो घाम पनि गइसक्यो हो धुम्म लागिसक्यो यहाँ धुम्म पनि लागिसक्यो यी केटाहरू अहिलेसम्म धुँदैछ हो म र बुबु चाहिँ चेस खेल्दैछु होइन अब कसरी नुहाउनु पर्ने है बुबु कसरी नुहाउँछु घाम पनि गयो होइन 11 बजी आएको 1:30 बज्नु आँटिसक्यो कहिले आउने पालो हो त्यस्तै छ अब वेदर चाहिँ अब यस्तो भइसकेको छ कि गाइज धुम्म भएर होइन
गाडाङ गुडुङ गर्दैछ पुरै गाडाङ कि गुडुङ हो पानी पर्ला पर्ला हुँदैछ हो सुन्नुभयो होला होइन गाडाङ गुडुङ गरेको के हो गाइस हाम्रो त ब्रस यहीँबाट कहाँ हराइदियो होइन त्यो अघिको दाडी यहाँ एउटा दाग थियो कि बिचरा कतै त्यो दाले लग्यो कि फिक्स चाहिँ छुइनँ हामी पनि अब डाइरेक्ट भन्नु पनि सक्दिनँ कन्फर्मेसन चाहिँ छैन है बुबु चाहिँ अघिदेखि बेड कभर उडेर हो धुएको पनि छैन यो बुबु के गरेको यार हो अल्छी गर्दैछ बुबु चाहिँ पुरै पानी पर्न आँटेको बुबु लुगा मात्रै धुनु के नहुने मैला लाग्दै म यहाँ पानी पर्छ अहिले झन् लुगा नधुनु अन्त बबीले चाहिँ लुगा धुइसकेको छ होइन अन्त हामीलाई चाहिँ नधुवा भन्दैछ है पानी चाहिँ यतिको आउँछ यार हो पानी चाहिँ यत्रो छ तर यो चाहिँ प्योर वाटर हो नि त दार्जिलिङमा सबसे सफा पानी भनेको यो हो दार्जिलिङमा सबसे सफा पानी चाहिँ यहाँबाट आइदिन्छ यार हो यहाँ उम्लिन्छ यहाँबाट चाहिँ आइदिन्छ सबसे सफा पानी हो यो चाहिँ दार्जिलिङको भनौँ 3, 2, 1 गो एक्सन बबी भगवानको नाम लिइहाल त पहिला आज राम यतिको चाहिँ जोसिलो होइन अब हाम्रो बुबु चाहिँ यहाँ फेरि के भयो यार बेड कभर ओढेर यस्तो बिजोग भइदिएको बुबु तिमी अब चाहिँ के भन्नु यसलाई वेदरले च्यालेन्ज गरिसकेको छ होइन बुबु वेदरले च्यालेन्ज गरेको छ हामीलाई पानी पर्न आँटेको छ पानी पर्नु थाल्यो अब बुबुको पालो छ नहुने होइन म त नसके पनि केटाहरू चाहिँ लु यहाँ टक्कै प्याकिङ सेकिङ पनि भइदियो हो बबी त्यहाँ माथि छ नुहाइ पनि सक्यो अब चाहिँ हामी लाग्दिएको होइन यहाँ पानी पनि परिदिनु थाल्यो यार हो माथि देख्दैछ होइन हिमालय चढाइ माउन्ट एभरेस्ट चढेको जस्तो हिँड्नुपर्छ हो फर्किँदाखेरि चाहिँ यही बिजोग छ यार त्यही माथि ब्यागमा चिसो लुगा बोकेर जानुपर्छ होइन अच्छु हामी चाहिँ बिहान 11 बजी आएको अहिले चाहिँ 3 बजिसकेको छ होइन यहाँ खाजा यो के यसलाई के भन्छ खाजा स्न्याक्स हुँदैछ है बबी भिजेर लुत्रुकै यहाँ चाहिँ केटाहरू चाहिँ ब्रस खोज्दै जाँदैछ होइन बुबे त हेर्छौ न बुबुको ड्रेसअप चाहिँ है बेडसिट चाहिँ दामी सुहाउँछ नि त होइन अझ हामी चाहिँ भ्लगको अन्तिम घडीतिर आइपुगिसकेको छ होइन कस्तो छ है यार ओ माई गड अन्धकार छ त अन्त रुम त के भइदियो लाइट छैन है अब अन्धकार छ रुम चाहिँ एक्सक्युज मी बुबु ल गाइज यति नै हो होइन आजको भ्लग चाहिँ कि होइन हौ यति नै हो ल गाइज आजको भ्लग चाहिँ यति नै हो होइन लाइक सेयर सब्सक्राइब हाल्नु होइन About the way that you say my name, make me forget.